मेरो यो मोटो जिम्मा भएको सानसाना खट्टा अब थाकिसकेँ। त्यति बेलासम्म म यो शिव डाँडामा रेस्ट गर्दैछु। त्यो मेरा भरे दाईहरू पछाडि नै हुनुहुन्छ। हे शिव भगवान, म माथि चाहिँ कहिले अलिकति किन दया गर्नुहुन्न? मैले के बिगारिदिएँ कसको यार? कसैको त केही त गरेको छैन, जहिले किन यस्तै हुन्छ? एकछिनसित धन्न आज मौसमले चाहिँ साथ दिएको रहेछ भन्नाले। घाम नि चर्को घाम, बिहान चाहिँ चर्को घाम थियो अनि हिँड्न सकिन्छ कि सकिँदैन जस्तो नि लागिरहेको थियो। अहिले चाहिँ मौसम नि यस्तो भन्नाले वर्षा नि भएको छैन भन्नाले त्यो सिमसिमे पानीले चाहिँ गाह्रो गर्छ नि छाताभित्र, त्यो नि छैन, चर्को घाम नि छैन अनि मजाको मौसम छ। त्यो दुईजना दाइ चाहिँ अब कहाँ आइपुगे? म अब एकछिन बसेर उहाँहरूसँगै जान्छु। अब शिव डाँडा आइपुग्यो, यहाँबाट सेरतुङ नि 2 घन्टा होला, त्यसपछि फेरि 2 घन्टा तिप्लिङ। त्यो पनि अब उति सामान त्यति बरुङ्गो छ, त्यतिमा नि पुगिँदैन होला। झन् मसँग के भयो, इट्स मी, यो यत्रो अनवान्टेड ट्राभल, यत्रो स्ट्रेस, झन् यो हर्मोनल एक्नेहरू सबले यो हेर्ने बित्तिकै के भएको भनिदिइहाल्छन्। उपाय चाहिँ कसैले दिन्न। मेरै भाग्यमा यत्रो पिम्पल किन लेखेको थियो? पिम्पल त छोडौँ, हिजो त ड्राइभरले खतरा ठग्या हो। टिकट काउन्टरमा भाडा लिने बेलामा तिप्लिङसम्मको लिइदिएर सब पैसा पनि सत्यानाश भयो यो पालि। अनि त्यसपछि बहिनी फिर्ता हुन्छ, जहाँसम्म गयो फिर्ता हुन्छ अरे भाडा। ठिक छ, अनि सामानको नि पैसा लाग्छ, त्यतिसम्म नि ठिक छ। सामान गाडीबाट झार्ने बेलामा 1-2 सय त बहिनीको सामानको नि पैसा हुन्छ, ल ठिक छ। पैसा फिर्ता नदिकन गयो त्यो ड्राइभर। अनि त्यसपछि जसरी त्यसरी कोसँग नम्बर मागेर कन्ट्याक्ट गरेर सोद्धा चाहिँ अनि तपाईँको कार्पेटकै 500 भयो अनि बाँकी सामानको यति भयो भनेर सबै पैसा लिइदिएर भनेर गन्तव्यसम्म पुर्याइदिएको भए ठिकै छ, जति मागे नि दिन्थे होला। नत्र अगाडि नै भनिदिएको भए जेन्युइन हुन्छ नि, त्यो अगाडि सुनेपछि त्यत्रो नयाँ नौलो कुरा लाग्दैन थियो होला। म योभन्दा अगाडि नै कतिचोटि आएको, इभन चाहिँ मलाई कति धेरै गाडीले तिप्लिङसम्मै पुर्याइदिँदा सामानको भाडा लिएको छैन खासै, अनि मलाई थाहा छैन। अगाडि भनिदिनु पर्ने यो कुन तरिका भयो कि? कस्तो नराम्रो लाग्यो मलाई। कोही मान्छे चाहिँ हेर्ने बित्तिकै टाउको फुटाइदिनु जस्तो फिल भइरहेको हुन्छ। तर धन्न म आजकल शान्त भइसकेको छु, ठिकै हो। मन त दुख्यो, दिमाग नि खराब भयो कि त मलाई अगाडि भनिदिनु पर्ने, त्यसको आँखा थिएन मेरो त्यत्रो सामान छ भनेर। अब कि अनि त्यसपछि सबैको पैसा चाहिँ फिर्ता हुने, मेरो मात्र नहुने भनेर नि हुन्छ। अनि हुने भयो नि त्यो जेन्युइन प्राइस चाहिँ थिएन, ओभर रेटेड नै हो त्यो त।